शहीदको शालिगको निम्ति र आफ्ना उम्मेदवारहरूका साथमा र विशेष गरेर यस क्षेत्रका उम्मेदवार बब्लु गुरुङको साथमा अन्य उम्मेदवार साथीहरूसँग लगायतका उम्मेदवारहरूका साथमा म यो कसो भन्न सक्छु कि इमानदारीबाट बाहिर जाने छैन शहीदको सजाय शहीदहरूको परिवारलाई न्याय गर्नुपर्ने एउटा ऐतिहासिक बेलामा हामी आइपुगेका छौँ। यो क्षेत्र छुट्ने छैन। म यति भन्न चाहन्छु अब मधेसलाई पहाडलाई राजनीति अलग अलग गर्ने दिन गयो। अब सिङ्गो नेपालको लागि राजनीति गर्ने